वेलकम टु न्यू माई ब्लग। आज हामीले मेरो सानो नानीको ह्याप्पी बर्थडे छ। मेरो साथी यता छ। हाई हाई गर साथी। यता चाहिँ मेरो हजुरआमा छन्। नानी ह्याप्पी बर्थडे कति धेरै दर्शकहरू राम्रो छ नानीको ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. खुसी भयो है अर्को बाबा चकु है खै चकु ल्याए भाइ फोटो खिच्दिनुहुन्छ मेरो हेलो भन्दिनु दाइ खोइ नानी चकु नानीलाई देखेको बोतलको पानी धो या त कता बोतलको पानी छ खुट्टा फेरि कति दियो कि यता हेर न के हेर्ने होइन क्या ओ भाउजू यता हेर्नु यता यो छुचीले त कहिले सुखा दाल भन्दिनु नि यार मलाई त खिचै दिएन नि यार यता आउ छोरो यहाँ हेलो भन्दिनुहोस् दाइ ल आमा हेलो गाइस ह्याप्पी बर्थडे खै के भनेको ह्याप्पी बर्थडे टु ह्याप्पी बर्थडे टु यु 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 दिपिसा यता हेर आमा लाइदिने हो मैले लाइदिने हो पहिला लाइदिए आम बाबु हैन तिमीले लाइदिने होला सुरुमा ले मेरो कान्छेला ह्याप्पी बर्थडे टु खै के बोलेको मेरो साथी छोरा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी हामीलाई टिका लगाइदेऊ न यसो टिका ह्याप्ी बर्थडे टु यु ठुलोले पनि पैसा चाहियो अरे के ठुलोले पैसा चाहियो ल आइदिन्छौँ है ल छोरीलाई पनि दिएछु ल मेरो बाबुलाई राम्रो गरेर क्यामेराको बटनै बिगार आज धेर पैसा ल्याऊ फेरि दसैँमा हालेर पैसा ल आइस ल नानीलाई बुनुले खुवाइदेऊ न नानीलाई कोही बुनुले खुवाइदैन के बुनुले खुवाइदेऊ अर्को लेफ्ट सानेर अब के गइदिने हो र बुनुलाई बुनुले खुवाइदेऊ त्यति हो अलिकति ए पैसा मुखमा हाली यहाँ त थालमा बुनुले खुवाइदेऊ नि के ह्याप्पी बर्थडे बुनु भनेर ह्याप्पी बर्थडे वाला ह्याप्पी बर्थडे भनिदेऊ आमाले खान्छन् नानीले खाऊ नानी ए निकाल कति किन आइरहेछ कि तेरो कहाँ दाइले खाने मन लाग्दैछ कि बिचरा अर्को पनि बाबा पाइदियो यता खायो भने नानी ला राजी फेरि आउ हेर मिठाई लिएर मलाई अरे मिठाई भयो त न नानीलाई भयो के देऊ 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 बुनुको के ह्याप्पी बर्थडे टु दिन त ल ना उठिने यहाँ बुनुल त अर्काउँछु होला हुन्थ्यो भयो त्यो न है ल मम्मीले लगाइदेऊ दिएर के उलो अर्काइ ल सबैको पालो छैन तिम्रो बच्चालाई खुसी पार्न यी झरे ऊ तल झरे तल निचो के त्यो बसेको के को कहाँ गएको खिचिया छ कसरी नखिच भइसक्यो बिग्रियो के ह्याप्पी बर्थडे खै कि कोही पनि बोल्दैन ह्याप्पी बर्थडे आउँदै बस्छ रे नानी यता पहिला फटफट गर फटफट
सबैजना फटाफट खस्यो। त्यो राम्रो फोटो निकालिदिउँ भने अब मैलाको पाला आयो बाछी हो ल दाइले दाइ छैन बाबुको अब कमाइ। मैले पैसा दिन्छु के चाहियो ल बाबुले पनि थुप्राइदियो ल आफ्नो बाबुले पनि ए स्किन डिजिज हुन्छ यो बच्चालाई यो धेरै केमिकल हुन्छ गालामा नाना आयो नानीको फोटो हान न भाइ यार ल स्यान्जरी ल एउटा मात्रै ढोग्नु अर्को पनि धुनु न ढोग्नु आफै फोडिँदैन खुट्टा ढोकिन्छ फोटो खिच्दा त उ भाइ ल अब हाम्रो सबै बस न हेर न, अब हामीले लगाइदिनु पर्न ल हान न मेरो भाइ यार कसरी हान्दिला मेरो याद छैन छैन आमा छोरा अर्को यता गर न मानी हुने है फुर्र दौडेर नहिँड्ने ल आमा यो कुम हटाउनु त दिपक दा हल्का चिलेप भन्छ एउटा मान्छेले के अरे आमा ए भन्छिस आमाले फोटो नआइचन मम्मी हेरे त्यो प्रचार प्रसार अनि सबैले हेर्छन् प्रचार प्रसार हामी अब मम्मीलाई अलिक गोप्य राख्न पर्छ म त रुन्छु होला मैले आमा पैसाहरू है त्यहाँ फेरि सबै फेरि तपाईँ भाउजू आउनु टिका लगाइदिनु ल पैसा हेरे मम्मी पैसा दिन्छ त टिका मैयालाई मम्मीले खाइदेऊ खाइदेऊ बुनुको आज बुनुको बर्थडे हो साइड हटाइ नानी तिमीलाई त कसैले माया गर्दैन अब त ढुम्का गुजिया भयो ल के खान दियो न कसको पालो हो टिका लाउँदैन दिदीले त आज पहिलो बर्थडे सानीको ल ठुले मान्छे हुनु यता हेर सानी धेरै बन्नु ज्ञानी हुनु असल हुनु ल यो नाला त्यहाँ राखिदेऊ न ल देऊ ल दिदीले ल्याइदिएको नाला कोठार सुरु भएर दिदीले त्यहाँ कुर्था सुरु खै 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 हेरौँ त तिर आएर अब कोठार सुरु भएर कति दामी छ कोठा सुरु नानीलाई आफूले सिलाइदियो दिदीले सिलाइदियो दिदीले ल ठुलीलाई त छैन ए ठुली पैसा जाने ल अङ्कल जापान गएपछि सानीलाई भिसा पठाउँछु भिसा पठाउँछु बिचरा मेरो बच्चुलाई यही देशमा के गर्नु पर्छ है छोरी तिमीले ह्यापी बर्थडे टु यु ल पैसा दिएर पैसा ल ह्यापी बर्थडे खै ठुली ल भाइ ल साथीहरू यतिन्जेलसँग भिडियो गर्ने मान्छेको अब मेरो पाला आउँदैन ल यो सिधाले पैसा दिन्छ
टिका लगाइदेऊ न के केक खोइदेऊ थोरै खोइदिन नानी पार्ने आउँछ खै कस्तो निकाल्दो रहेछ तिमीले साह्रै फोटो हानेछौ मैले खाइदे हामी नानीको नि ह्याप्पी बर्थडे ल आइ तिमी आ। भयो जाऊ अब मेरो साथीको हो गाइस हेर्नु चाहिँ अब टिका लाउनु पैसा पर्दैन के नानीलाई अलिकति केक लगाइदिनु भयो कल्पना ल खै देऊ है तिमीले पनि भएछ नि। एकचोटि त्यसको हाना त्यो नानी हाल्छ साइड साइड के यसलाई पनि हाल्छ हान्दिसक्यो के यी लिएर बस्छ ल हेर्नु कसरी हेरेकी नानीले उसले त उसले दिएन पैसा यता हो यता खै ठुल्दा पैसा अनि पुरा भिडियो हेर्न चाहनु